मेरो छोरा फर्केर आएको राम्रो हो। मलाई त मेरो छोरा बिना म त बाँच्नै नसक्ने भइसकेँ। छोरा साह्रै दुःखी भएको छु। मलाई पकाएर खुवाउँथ्यो, म काम गर्नु हिँड्थेँ कता कता भने बदो गर्नुलाई। आफ्नो घरको काम गर्थेँ, सबै त्यो गर्थेँ। उसले पकाएर घरमा ढुक्क पारेर राख्थ्यो, सबै त्यो गर्थ्यो। आओस् फर्केर, मेरो छोरा फर्केर आओस्। सम्पत्ति चाहिँदैन मलाई केही पनि। फर्केर जिउँदो आयो भने भयो मलाई। मेरो छोरा जिउँदो फर्केर आओस्, मलाई आमा मम्मी भन्दै आओस्। त्यतिखेर यो टाउको दुखाउँदै मम्मी, मेरो मम्मी मलाई टाउको दिनु भन्थ्यो। कहाँ गएर मरेको होला, मरो भन्छु म त, मरेको भएको छु। मनमा त्यस्तो शङ्का उब्जिरहेको छ। अनि जातिको हालीमा उखु हालीमा लडाइँ गर्दै थियो भन्दा त म हालेर फ्याएको होला भन्छु म त। नमस्कार दर्शकवृन्द, म कुशल किराँती यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकवृन्द, यति बेला इटोरी 3 मा छौँ, जो शान्ति टोलमा हामी छौँ। यति बेला एउटा होनहार युवा भारतबाट हराएको छ। घरबाट आमा बुवाको रुवावासी छ। गाउँलेहरूलाई पनि ठुलो चिन्ता छ। यद्यपि उनै व्यक्तिको खोजीको निमित्त हामी यो सूचनामूलक भिडियो निर्माण गरिरहेका छौँ। यहाँहरूले यो भिडियोलाई जति सक्दो धेरैभन्दा धेरै सेयर गरिदिनु होला। नमस्ते आमा। नमस्ते। तपाईँको नाम? मेरो जसीमाया तामाङ। तपाईँको छोराको नाम? शङ्कर तामाङ। शङ्कर तामाङ। तपाईँको छोरा कहिलेबाट हराएको? 2 गतेदेखि। 2 गते हिँडेको यहाँबाट, 4 गते 6 गतेदेखि हराएको अरे। भनेपछि आज कति दिन भयो ठ्याक्कै? आज 11 गते भयो होइन, 1 महिना 6-7 दिन भएछ। कति वर्षको तपाईँको छोरा? 29 वर्षको। 29 वर्षको छोरा हरायो। भारतमा किन, इन्डिया चाहिँ किन गएको? खै एउटा कसले लान्छु भनेर लगो। अब त्यो मान्छे देखेको भए पनि त त्यसलाई पक्रिन जानुहुन्थ्यो नि, त्यसलाई पनि देखेकै छुइनँ। कसरी हरायो? हराउँदाखेरि कसरी? लडाइँ गर्यो भन्छ, झगडा गर्यो भन्छ, त्यहाँनिर हिँड्यो भन्छ, त्यसरी झगडा गरेर हिँड्यो भन्दै थियो। को गएको जाँदाखेरि? यहाँको यो घरको एउटा भाइ गएको थियो। यहाँ बेचेर गयो उनीहरू, उता भोजपुरतिर बस्थ्यो। छिमेकी साथी हो? साथीसँग उ चाहिँ उही छ अरे। सम्पर्क गरेको छैन छोराले? छैन, सम्पर्कै गरेको छैन। त्यही सम्पर्क बिनै बन्यो। छैन। के भनेर गएको घरबाट तपाईँको छोरा? भनेन केही पनि हो। इन्डिया जाने भन्यो, अनि नजा भने दसैँ आएको छ, नजा नानी भने। मलाई 5000 पैसा दे मम्मी भन्दै थियो। छैन, म 5000 त दसैँमा मान्नुहुन्थ्यो। नजा, दसैँ पछाडि जाउँला, ऊ काठमाडौँ जा भने। नजा भनेको मैले मानेन। अब नि दसैँको मुखमै हराउनु भयो। 2 गते। 2 गते। के भन्नुहुन्छ तपाईँको छोरालाई? यसरी तपाईँको दसैँको मुखमा विदेशमा पैसा कमाउन जान्छु भनेको छोरा लापत्ता भयो, के भन्नुहुन्छ? अब खोजेर ल्याइदिनु पर्यो, कसैले भेटे भने। अब के गर्नु? अब छोरालाई के भन्नुहुन्छ? छोरालाई के भन्नुहुन्छ? छोरालाई अब गरिसक्यो, घरै आओस्, खोजिदियोस् सबैले। भेट्यो भने अब अनुहार मिलेर कसैले देखेर हो भने, चिन्यो भनेदेखि ल्याइदियोस् घरमा। अब के गर्नु? सूचना दियोस्, जानकारी दियोस् भन्ने हो। दियोस्। कतिजना छोरा तपाईँको? 2 भाइ। 2 भाइ छोरा। कुन चाहिँ भाइ हो? शङ्कर? कान्छा चाहिँ हो। यसरी हराएको आज महिनौ दिन भयो। महिनाबाट पनि 7 दिन बेसी भइसक्यो। त शङ्कर भाइलाई लगभग मैले पनि देखाएको छु र भाइले पनि मलाई चिन्छ होला। शङ्कर भाइ जहाँ भए पनि तुरुन्त सम्पर्कमा आउनुहोस्। र आमा, यता बुवा सबैजना चिन्तामा हुनुहुन्छ र यता गाउँले हुनुहुन्छ। यता गाउँले आमा दिदीबहिनीहरूसँग म सोध्न चाहन्छु। यहाँ नमस्कार। तपाईँको परिचय? अब मेरो परिचय वरपर गाउँघर नराम्रो हुन्छ, अब परिन्छ, के हुन्छ, अब त्यस्तै त हो नि, के भन्नु। दुःख लाग्छ। अब ओल्लो घर पल्लो घर तपाईँ शङ्करलाई चिन्नुहुन्छ? के नचिन्नु त नि। तपाईँ के साइनो छ? साइनो त के, अब हामी भण्डारी छेत्री हो, उनीहरू तामाङ हो। बोलचालको त एउटा बोलचालको के भन्छ? आन्टी भन्छ नि। अलिक के लागिरहेछ तपाईँलाई? अब आफ्नो गाउँको भतिजो भाइ अब गाउँको मान्छे हराउँदा के लाग्छ? नराम्रो नरमाइलो हुन्छ नि। नराम्रो अब यहाँ रुवावासी हुँदाखेरि हामीलाई रमाइलो हुन्छ त, दुःख लाग्छ नि त। ओल्लो घर यति र त्यही त हो मेरो घर हो। कस्तो छ तपाईँको नजरमा शङ्कर भतिजो? अब राम्रै छ नि, छन त। अब त्यही हो, भित्रबाट बाहिर यहाँ चाहिँ निक्लिँदैन थियो। पकाउने, पोल्ने, खाने, आमा नै काम गर्ने, त्यस्तै थियो। अब फोटा निक्लेको हामीले देख्यौँ न। के भन्नुहुन्छ उसलाई?
त्यो भाइलाई के भन्नुहुन्छ तपाईँले? के भन्नु अब सन्तोष सुविस्ताले आउन्, यहाँ छु भनुन्, कन्ट्याक्ट दिउन्, कमाएर ल्याउन नसकिने जीव आओस्, त्यही भन्छौँ नि हामी, के भन्छौँ। यता नमस्ते। नमस्ते। हजुर तपाईँको नाम? मेरो नाम उर्मिला पोखरेल। शङ्कर भाइलाई चिन्नुहुन्छ? किन नचिन्नु, बालकादेखि देखेको मान्छे। हामी सानो बालका थियो र हामी सँगसँगै बसेका, राम्रो थियो, कसैलाई केही भन्दैन थियो, ठिकै थियो। घरमा जे जस्तो भए पनि गाउँ परिवारलाई चाहिँ कसैलाई गाउँघर चाहिँ नराम्रो नभन्ने मान्छे हो। केटाकेटी छोराछोरी सबैको बराबरी उतै हो। हरायो भन्दा त चिन्ता हुन्छ सबैलाई, छोराछोरी हराउँदाखेरि। अनि आमा चाहिँ रोइ रोइ हिँडेकी छ आमा चाहिँ। अनि त्यस्तै हो, अब छोराछोरी हराउँदा कस्तो हुन्छ। आफ्नो र अर्काको बराबरी हो छोराछोरी, तर कहाँ छ सकुशल निकै ल्याइदिउन्, आओस्, त्यही भन्न म चाहन्छु। लाग्नु पर्यो नि, भए नभए टुङ्गो लाग्नु पर्यो नि त, टुङ्गो लाग्नु पर्यो। अब छैन भने के गर्नु, अब होइन माया मार्नु पर्यो, छ भने आउनु पर्यो, आउनु पर्यो। तर थाहा हुनु पर्यो, जानकारी हुनु पर्यो। र शङ्कर अस्ति नै बा मरु बा बाँचो, केही थाहा भएन भन्थिन आमा मसित, म त कन्ट्याक्ट भयो होला भन्थ्यो त हौ अहिले त। त्यही लाग्दैन नि, म त लामाहरूलाई हेराउँछु, माताहरूलाई हेराउँछु, छ जिउँदैछ भन्छ, जिउँदैछ मान्छे, छैन भन्छ, जिउँदै। त्यस्तो लाग्छ छोरा जिउँदैछ कि मरेको छ? म त शङ्का लाग्छ, मरिसक्यो होला भन्छु, तर जिउँदैछ भन्छ। आउँछ फर्केर आउँदैन, मिरामा लगाइदिनु भेट्छ भन्दै थियो अस्ति यिनीहरूले पनि, त्यो माताहरूले पनि। छोरा बिहे गरेको छ कि छैन? बिहे गरेको थियो, 1 वर्षमा छोडेर गयो बुहारीले। भाइले छोडेर गयो। अहिले 5-6 वर्ष भयो, 6-7 वर्ष, 6 वर्ष भयो छोडेर गएको। भनेपछि छोरा आउनुपर्छ। गरेको थियो, छोडेर गयो। अहिले 5-6 वर्ष भयो उनीहरू छुटेर अर्कोसँग गयो बुहारी। नाति नातिना छैन नि? छैन। सो अब चाँडोभन्दा चाँडो फर्केर आउनु पर्यो शङ्कर भाइ। र शङ्कर भाइ समक्ष पुर्याउनका लागि अथवा उहाँको आसपासमा, विशेष गरी भारत कुन ठाउँबाट भन्नुभयो, कुन ठाउँमा हराएको छोरा? त्यो ठाउँको नाम पनि थाहा भएन हौ मलाई त। गएर पुग्नलाई 4 दिन लाग्यो भन्थ्यो, अनि गएको भोलि पर्सिपल्ट हिँडेको अरे, अनि गएको 4 दिन। उहाँसँगको साथी हुनुहुन्छ होला नि त, साथीले यो ठाउँ लोकेसन त भन्नुहुन्छ होला। त्यो त खै त्यसलाई त सोध्नुपर्छ, अनलाइनमै छैन भन्छ, उता भुकुडियाहरूलाई सोधेको छैन, पासाको अनलाइन छैन भन्छ। त्यो सोध्नु पर्यो, जोसँग गएको त्यो व्यक्ति जिम्मेवार हुनुपर्छ। र नम्बर छ त्यो व्यक्तिले कम्तीमा आफूसँग गएको साथीलाई के कस्तो अवस्थामा छ, या बिमारी छ, या कहाँ छ, के छ, त्यो जसले लिएर गएको हो उसले कम्तीमा जानकारी चाहिँ गराउनुपर्छ। यो चाहिँ एउटा जिम्मेवार कानुनी हिसाबले पनि र मानवताको हिसाबले पनि त्यो गराउनुपर्छ भन्दै। ल अन्तमा छोरालाई ल भन्नुहोस्, के भन्नुहुन्छ? मेरो छोरा फर्केर आएको राम्रो, मलाई त मेरो छोरा बिना म त बाँच्नै नसक्ने भइसकेँ। छोरा साह्रै दुःखी भएको छु। मलाई पकाएर खुवाउँथ्यो, म काम गर्नु हिँड्थेँ, कता कता भनेको त गर्नुलाई, आफ्नो घरको काम गर्थेँ, सबै त्यो गर्थेँ। उसले पकाएर घरमा बाज राख्थ्यो, सबै त्यो गर्थ्यो। आओस् फर्केर, मेरो छोरा फर्केर आओस्। सम्पत्ति चाहिँदैन मलाई केही पनि, फर्केर जिउँदो आयो भने भयो मलाई। मेरो छोरा जिउँदो फर्केर आओस्, मलाई आमा मम्मी भन्दै आओस्। त्यतिखेर यो टाउको दुखाउँदै मम्मी, मेरो मम्मी मलाई टाउको दिँदिन भन्थ्यो, कहाँ गएर मरेको होला, मरो भन्छु म त, मरेको भएको छु। मनमा त्यस्तो शङ्का उब्जिरहेको छ। अनि यता त्यो घारीमा लडाइँ गर्दै थियो भन्दा त मारेर फ्याएको होला भन्छु म त। त्यो झगडा गरेको चाहिँ कोसँग रहेछ? त्यो यहाँबाट एउटाले ठेकदारले पुर्यायो, उहाँ अर्को ठेकदार थियो अरे, राई किन के मधिसे, त्यसले अनि त्योसँग झगडा गऱ्यो अरे। अनि राति झगडा गऱ्यो अरे, अनि फेरि भागो। अनि यो भाइ त अब नराख्ने यसलाई भनेर पुऱ्याउनु लगेको अरे, आधी बाटोबाट बाइकबाट हाम फालेर घारीमा पस्यो भनौँ। अनि फेरि यहाँको ठेकेदार को? यहाँ ठेकेदार को? ए पुनुकासँग नम्बर छ हौ। उयोसँग ठेकेदार कहाँको नाम के भन्नुहोस् त? ठेकेदारको नाम पनि थाहा छैन। ठेकेदारको नाम र नम्बर मलाई दिनुहोस् ल। जसले लगेको ठेकेदारले यहाँबाट उसैले लगेको, पक्का लगेको नि? यहाँबाट मैले देखिनँ त्यसलाई, मैले देखिनँ। ठेकेदारले चाहिँ ठेकेदारको नाम र नम्बर मलाई उपलब्ध गराउनुहोस्, र त्यो ठेकेदार समक्ष हामी पुग्नुपर्छ, र त्यो ठेकेदार जिम्मेवार हुनुपर्छ। यो शङ्कर भाइ
यहाँबाट जस्तो लगेको त्यस्तै फिर्ता ल्याउनुपर्छ उहाँलाई, नभए कम्तीमा पनि जानकारी गराउनुपर्छ। यो कुरा चाहिँ हामी ठेकेदारलाई खबरदारी गर्छौँ र त्यो ठेकेदारको सम्पूर्ण मलाई चाहिँ उपलब्ध गराउनलाई है त। दर्शक पनि यो भिडियोलाई धेरैभन्दा धेरै ज्यादा से ज्यादा सेयर गर्नुहोस्। आमा रोइरहनु भएको छ, छोराको अत्तोपत्तो छैन, जीवित छ या मृत अवस्थामा छ, त्यो कुनै भन्न सकिने, यसै भन्न सकिने अवस्था छैन। एकदमै यो चाहिँ शङ्कास्पद छ र आज महिनौँ दिन भइसक्यो, 1 महिना 7-8 दिन बितिसक्यो, लगभग झन्डै 1.5 महिनाको बित्न आँटिसक्यो, छोराको कुनै अत्तोपत्तो छैन र उहाँसँग गएका साथीहरूले पनि ठिकठाक कुरा भनेको छैन र यहाँ यसो कुरा बुझ्दाखेरि निकै शङ्कास्पद छ र यो उहाँको चाहिँ उहाँ कुन अवस्थामा हुनुहुन्छ, कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने कुरा आमालाई यहाँको आफन्तले जान्न चाहेको छ र त्यो जानकारीको लागि पनि यहाँहरू सबैले यो भिडियोमा लाइक कमेन्ट सेयर चाहिँ अनिवार्य रूपमा गरिदिनुहोस्, किनकि बिचरा यहाँ आमा सोझी आमा बोल्न पनि जान्नुहुन्न, रोइराख्नु भएको छ, रात दिन तडपिरहनु भएको छ र सम्पूर्ण गाउँलाई नै स्तब्ध भएको अवस्था, गाउँ नै चिन्तामा परेको अवस्था छ भन्दै यो भिडियोलाई चाहिँ फेरि पनि म भन्न चाहन्छु, धेरै सेयर गर्नुहोस् र म निरन्तर अपडेट दिन चाहन्छु र ठेकेदार कहाँ हुनुहुन्छ उहाँको पनि हामी खोजी गर्नेछौँ। थ्याङ्क यू भेरी मच।